गाइस वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड न्यू भिडियोको साथमा फेरि पनि म तपाईँहरूमा उपस्थित भइसकेको छु। गुड मर्निङ साथीहरू। अहिले चाहिँ बिहानको 9 बजेको छ होइन। अनि म चाहिँ आज बिहानै उठेर हल्का काम गरेँ। त्यसपछि मैले बिहानै ब्लग स्टार्ट गरिनँ साथीहरू। त्यसपछि म आज चाहिँ शनिबार हो नि त, त्यही भएर अनि रोडहरू सफा गर्नका लागि आज चाहिँ श्रमदान भन्दो रहेछन् कि यसलाई चाहिँ। बाटोहरू सफा गर्नका लागि गएँ बिहानै होइन। ब्लग बनाउन सकिनँ किनभने मेरो मोबाइलमा चार्ज थिएन। चार्ज लाएर गएको थिएँ। अब फेरि खाना खान आएको छु साथीहरू। अनि अब म खाना खाएर जान्छु अनि चाहिँ अब चाहिँ म ब्लग बनाउँछु साथीहरू होइन। अनि आज चाहिँ श्रमदान अरे भन्दा रहेछन्। अनि आज शनिबार सबै छिमेकको दाईहरू अनि भाउजूहरू सबै मिलेर हामी चाहिँ बाटो सफा गरेको साथीहरू। अनि मैले अस्तिको ब्लग चाहिँ हिजो पोस्ट गरिसकेको छु साथीहरू। कसले हेरेर साथ दिनुभयो होइन। अनि मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गर्न नभुल्नु होला है साथीहरू। अनि एउटा लाइक गर्न पनि नभुल्नु होला होइन। यस्तै ब्लगहरू म ल्याइराख्छु भन्छु है साथीहरू। त्यसपछि साथीहरू मैले चाहिँ हात पनि धोएको छैन कि यस्तो हेर्नु नि, यस्तो चाहिँ माटो छ हात पनि होइन। अनि मैले हात पनि धोएको छैन साथीहरू। अनि बिहानकै नुहाइ गएको नि त। अनि हात मुखहरू अब माटो भर्खर अहिले बाटो खनेर मात्रै छ कि मेरो हातहरू चाहिँ। अनि बाटो खनेर आएको अब हातहरू धुन्छु, त्यसपछि खाना खान्छु हात मुख धोएर। अनि त्यसपछि फेरि म तपाईँहरूसँग भेट्छु साथीहरू होइन। अहिलेको लागि चाहिँ बाई बाई। अब म खाना खान्छु हातहरू धोएर। अनि मेरो ब्लगहरू कस्तो लाग्दैछ, ब्लगहरू त बनाउन आएको छैन कि साथीहरू। त्यस्तै हल्का हल्का होइन ट्राई गरिरहेको छु साथीहरू। यसो हेर्दै भए पनि हेरेर साथ दिनु होला होइन। अब म चाहिँ हातहरू धुन्छु साथीहरू, त्यसपछि भेट्नुपर्छ कि बाई बाई। मैले चाहिँ हात धोएँ साथीहरू, तर तरकारी नै पाकेको रहेनछ कि। खाना चाहिँ भनेको तरकारी नै पाएको रहेन रहेछ। अब दिदीले तरकारी पकाउँदै हुनुहुन्छ। अनि तरकारी पाकेपछि अब खाने साथीहरू। कस्तो घाम टल्किरहेछ हौ साथीहरू। ब्लग त बनाउनु भन्छु, पछाडिको प्रकाशले हेर्नु न कस्तो टिलिल्ला आइदिन्छ। अनि राम्रै हुँदैन क्या भिडियो। अनि हातहरू त धोएँ हेर्नु सक्नुहुन्छ होइन। हिरा कस्तो धोएँ, तरकारी पाकेर रहेछ। अब तरकारी पाकेपछि खान्छु साथीहरू। अनि यस्तै छैन हेर्नु, मेरो मुखमा घाउ निस्केर कस्तो केही देख्दिनँ हौ। मेरो मुखमा यहाँ घाउ निस्केर यस्तो बियो भएछ कि होइन। अस्ति त थोरै निस्केको थियो, अहिले त बढेर यति ठुलो भएको छ कि साथीहरू होइन। अनि कस्तो धेरै दुख्छ हेर्नु। अनि कस्तो धेरै दुख्छ कि बिहान त झन् आँप पनि गर्नु हुँदैन। अनि कहाँ राम्रो लिपकाड हो। अनि त्यो लिपकाड लगाएपछि चाहिँ चिल्लो हुन्छ नि त। त्यसपछि अनि यस्तो गरेर पनि दुख्दैन क्या, नत्र त खुन निस्किन्छ हो त्यो घाउ बिहानै त होइन। कस्तो कक्रिरहेको हुन्छ क्या र। अनि खुन निस्केर कस्तो नमिलो हुन्छ क्या मुखमा घाउ निस्केपछि त होइन। अस्ति दिदीसँग त्यो के अरे चाउचाउ खाएको थियो, त्यही जुठो त निस्क्यो होला नि साथीहरू। कस्तो के अरू बेला त निस्किँदैन, कस्तो निस्किएको के त। अस्ति नै पो निस्केको त, यो 3-4 दिन भयो। अस्तिको भ्लगमा पनि मेरो मुखमा घाउ नै छ होला सायद, मैले त्यो दिन भनिनँ होइन। हेर्न सक्नुहुन्छ मेरो मुखमा घाउ नै छ क्या साथीहरू त्यो दिन पनि। अनि साथीहरू अब मेरो स्कुल पनि लाग्न लागेको छ होइन। अनि त्यसपछि आज कति गते, आज 1 गते पो साथीहरू। भन्दा तिहार आयो। अब मेरो दाइ पनि आउनुहुन्छ होला। अनि मेरो कान्छा दाइ चाहिँ गाडीमा हुनुहुन्छ, दाइ आउनुहुन्छ होला। अनि जेठा दाइ चाहिँ विदेशमा हुनुहुन्छ। धेरै मिस गरेको छु। अनि कस्तो धेरै याद आउँछ क्या यस्तो चाडबाडमा त आफ्नो दाइहरूलाई होइन। कस्तो होइन कि म त कहिलेकाहीँ त कस्तो धेरै याद आइदिरहेको हुन्छ क्या किन होइन। अहिले नै भेटौँ जस्तो हुन्छ क्या होइन। अनि त्यसपछि दाइलाई पनि धेरै मिस गरेको छु, मिस यु दाइ होइन। अनि कान्छा दाइ त आइहाल्नुहुन्छ। अनि जेठा दाइ चाहिँ विदेशमा हुनुहुन्छ नि त। अनि जेठा दाइ चाहिँ आउन पाउनुहुन्न, 7 समुद्र पारी हुनुहुन्छ, दुबईमा हुनुहुन्छ होइन। मेरो ब्लग हेर्नुहुन्छ कि या हेर्नुहुन्न होइन। अब टाइम हुन्छ हुँदैन हेर्ने होइन। धेरै सम्झेको छु होइन। अनि त्यसपछि अब तिहार आयो साथीहरू। तर यसपालि एउटै फुल फुलाएन हो हाम्रो त साथीहरू, के भएको एउटै पनि फुल फुलाएन। तिहार त आयो तर एउटै फुल फुलेको छैन। अनि अब के पसलको फुल त लगाइदिनु पर्ने होला। घरको दाइलाई पनि नपुग्ने भइरहेछ क्या, एकमाल पनि फुलाएन क्या यसपालि त। अनि अब के गर्नु साथीहरू, फुलै फुलाएन यसपालि त, कसैको पनि फुलाएन। खै ढिलो भयो हो कि के भयो, फुल पनि फुलाएको छैन होइन। अनि भन्दा तिहार आयो होइन।
अनि देश विदेशमा रहनुभएका सम्पूर्ण दाइ भाइहरूलाई ह्याप्पी तिहार होइन, राम्रोसँग तिहार मनाउनु होला। कतिपयले त तिहार पनि मनाउन पाउनु भएन होइन, कतिपयले त तिहार राम्रोसँग मनाउनु होइन। अब चाडबाडको बेला मरिराख्नु भएको छ कोही होइन, यस्तो नमिठो हुन्छ क्या है। त्यस्तो अन्त आफूलाई परे जस्तो लाग्छ क्या, अस्ति भ्लगमा पनि भनेको थिएँ नि त मैले, अनि आफूलाई परे जस्तो लाग्छ यस्तो हुँदाखेरि चाहिँ। अनि के गर्नु साथीहरू, अब यस्तै छ होइन। म त बाहिर हाँसेर हिँडेको होइन, तर मनभित्र यस्तो पीडा छ कि होइन। अब बिस्तारै बिस्तारै भन्छु नि मेरो मनको पीडाहरू होइन साथीहरू। अब बाहिर त हाँसेर हिँडेको छु होइन, यस्तै हो, के गर्नु र। अनि मनभित्रको पीडा होइन मनभित्रै राख्छु, बाहिर किन भन्नु होइन। कस्तो सम्झिँदा पनि आँखा आउँछ क्या फेरि, त्यही भएर नि यस्तो कुरा चाहिँ नगरौँ है साथीहरू। अनि अब मेरो तिहारपछि चाहिँ रेगुलर क्लास हुन्छ होइन। अब 12 पास गर्न सक्छु सक्दिनँ क्या साथीहरू, हार्ड सब्जेक्टहरू छ। सरहरू पनि पढाउने बेला घर जानु गइरहनु भएको छ होइन, त्यही भएर अब पास गर्न सक्छु या सक्दिनँ त्यो त होइन, पछि नै थाहा हुन्छ। अब पढ्न चाहिँ पढ्छु होइन। कति महिना हुन्छ र, कार्तिक मङ्सिर पुस माघ फागुन चैत 6 महिनामा कति पढिने हो र, एक च्याप्टर पनि सकेको छैन अहिलेसम्म, 1-2वटा बिर्साएको त। अनि त्यही भएर साथीहरू 6 महिना मजाले पढ्छु। अनि 7 महिना वैशाखमा त मेरो एक्जाम हुन्छ। अनि म अब एक्जाम दिएपछि त म सायद सर्टीतिर आउँछु होला। गाउँमा बसेर नै के गर्ने र, अनि नागी त बनाउँछु 12को एक्जाम दिएपछि। त्यसपछि तलतिर झर्छु साथीहरू। अनि यस्तो अलिअलि के काम त गर्नु पऱ्यो नि त। अब पढाइसकेपछि घरमै बसेर पनि हुँदैन होइन। हुन त बुवा मम मात्रै हुनुहुन्छ घरमा, अब बाबा मात्रै हुनुहुन्छ भने पनि अब घरमै बसेर पनि भएन साथीहरू। अब आफ्नो खुट्टामा उभिनु पर्ने हुन्छ होइन। अब यस्तै हो साथीहरू, भन्छ नि मान्छेले जति छोराछोरी जन्माए पनि लास्टमा बुढाबुढी मात्रै हुने हो घरमा, भन्छ नि, त्यस्तै हो क्या। अहिले झन् गाउँघर कति सुन्नै छ क्या, सबैजना आफ्नो अब होइन, घरमा बसिरहेर पनि हुँदैन। अब आफ्नो हुन्छ नि, आफ्नो अब काम गर्नु पऱ्यो जे। अब सधैँभरि घर अब उमेरले डाँडा काटिसकेको हुन्छ, आफू घरमै बसेर हुँदैन। अनि सबैजना अब आफ्नो कमाउन जमाउन हिँड्नुभएको छ होइन। गाउँघर कति सुन्नै छ क्या, अङ्कल आन्टीहरू अनि भाउजूहरू दाजुहरू सबै विदेशी होइन। भाउजूहरू पनि अब कोही सरहरू बच्चाहरू पढाउनु पर्ने हुन्छ। अब अहिलेको जमानामा होइन, नपढी पनि हुँदैन। अहिले त नपढी त केही हुँदैन क्या साथीहरू। यति यता जान पनि उता जानु पनि पढाइ नै चाहिन्छ क्या। यति जाइरहनु पनि पढाइ नै चाहिने हो कि ज्यामी काम गर्नु पऱ्यो। तर अहिलेको जमानामा त अब ज्यामी काम गर्नु पनि पढाइ नै चाहिन्छ साथीहरू, के गर्नु हो, यस्तै छ। त्यही भएर पढ्न चाहिँ छोड्नु हुँदैन साथीहरू। मैले त अब 11 सकिहालेँ, 12 अब हेरौँ 12 पास गर्न सक्छु सक्दिनँ। 12 पास नगरी अब यस्तै 12 पास गरेन भने अब यतिकै एकचोटि एक्जाम दिन्छु, पास भयो भने भयो, भएन भने पढ्दिनँ। अनि त्यसपछि चाहिँ केमा यस्तो अलिअलि के खुलेर हुन्छ नि त, हल्का हल्का सानो जागिरतिर फर्म भर्छु होइन। यसो अब नाम निस्किहाल्यो भने निस्किहाल्यो, अनि निस्किएन भने यस्तो क्या। मैले फेरि कम्प्युटर इन्जिनियरले कस्तो, अब हामी त सरकारी स्कुलमा पढेको, इङ्ग्लिस मरि खट्टै आउँदैन क्या, त्यसलाई नेपालीमै फिर्काउन आउँदैन, नेपालीमा फिर्काउन आउने र इङ्ग्लिसमा मिलाएर लेख्न आउनु भयो। यति सजिलो सब्जेक्ट पनि होइन कम्प्युटर, र अलि हल्का मिहिनेत गर्ने नि सजिलो हो। तर इङ्ग्लिस फिर्काउन नआएपछि साथीहरू लास्टै गाह्रो सब्जेक्ट हो क्या। त्यही भएर अब हाम्रो ब्याचमा पनि कसैले पास गरिन्छ जस्तो सोच चाहिँ छैन, हेरौँ के हुन्छ। म तपाईँहरूले सेयर गर्छु साथीहरू। अब 6 महिना वेट गर्नु, 6 महिनापछि एक्जाम हुन्छ। एक्जाम भएपछि अनि 2-3 महिना वेट गर्नु, त्यसपछि रिजल्ट कस्तो आउँछ म तपाईँहरूलाई सुनाउने नै छु मेरो रिजल्ट होइन। अनि यस्तै हो साथीहरू। अब म खाना खान्छु होला। डाँडामा आएको हेर्नु न, घाम लाट, डाँडामा आएर भ्लग बनाउनु पर्यो भनेको लास्टै घाम चर्किरहेछ साथीहरू। यस्तै छ, के गर्नु, घामले हेर्नु न, आमामामा घाम चर्किरहेको, आँखा देख्नु भएको छैन घामले। ओके साथीहरू, अब म खाना खान्छु, त्यसपछि काममा गएपछि भेट्छु। आज दिउँसो खोइ कति बजीसम्म दाइहरूले अब त्यो बाटो खन्नुपर्छ भन्दै हुनुहुन्छ, कति बजीसम्म खन्छु, त्यसपछि फेरि म भेट्छु साथीहरू। अहिलेको लागि बाई बाई। सो गाइस, म चाहिँ अब खाना खाएर पनि अब यहाँ रोड बाटो खन्नको लागि हिँडिसकेको छु। लास्ट घाम छ क्या होइन। दाइहरू चाहिँ आइसक्नु भयो क्या, र भाउजूहरू आउनुहुन्छ कि भएन पनि। अहिले चाहिँ 10:30 कति भयो, 10:30-11 बज्नु लागिसकेको रहेछ। अब 1-2 घन्टा जति काम गरेर आउनुपर्छ साथीहरू। त्यहाँनिर दाइहरू हुनुहुन्छ होइन, दाइहरू आइसक्नु भयो क्या, दाइहरू आइसक्नु भएको रहेछ साथीहरू। त अब भेट्छु। ओके, हेलो गाइज, वेलकम टु माई न्यू ब्लग, माई सिस्टर। अनि यहाँ चाहिँ हामी बाटो खन्दैछौँ होइन।
यहाँ हुनुहुन्छ हाम्रो दिदी होइन अनि यहाँ चाहिँ बाटो खन्नुहुन्छ है ब्लग ब्लग ओह दिदीले भन्नुभएको भन्नु भन्नु बोल्नु 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 न खै बोल्दै छ भयो त दिदी म त के भन्नु र खोइ भन्नु न तपाईँको अब भ्लग हो ल ल अनि आज चाहिँ हाम्रो यहाँ बाटो पहिरो गएर होइन यहाँ बाटो खन्नुहुन्छ त्यहाँबाट को आएछ फेरि त्यहाँबाट आउनु भइरहेछ हाम्रो बुबा हजुर होइन मेरो चाहिँ फेरि कम पसिना आएको होइन राम राम हेर्नु मेरो चाहिँ पसिना भयो यता अब हाम्रो कामवाला काम गर्दै होइन अनि उताबाट चाहिँ म हेरेको हेरे हुनुहुन्छ यताबट्टाबट्टि काम उता चाहिँ 12 यता पनि होइन मानी खान जानु भनेको यहाँ दिदीले एउटा काम गरेर भयो गाइस हामी चाहिँ अब बाटो खनिसकेर पनि हामी घर हिँड्न सक्यौँ होइन लास्ट घाम छ साथीहरू मामा बाटो खन्न आएको घामले मारो यस्तो टाउको फुटाउने घाम छ कि होइन बाटो खन्न चाहिँ हामी आएको बाटो खनिसकेर पनि यति धेरै बाटो खनिसकेको छौँ कि हामीले चाहिँ मेरो बहिनी चाहिँ यहाँ होइन अनि बाटो खनिसकेन अब फेरि भोलि 1 घन्टा जति 1 आवर्स जति टाइम लाग्छ भनेर चाहिँ अब भोलि आएर खन्नुपर्छ साथीहरू हेर्नु न रातो नै रातो गाला आमामा घामले गर्दाखेरि अब एक पनि लगाइसक्यो अब घर गएर त्यसपछि हातमुख धोएर एकछिन रेस्ट गरेर त्यसपछि फेरि अब गोठलाई जानुपर्छ जति दिउँसो यस्तो घाम छ अनि तातो नै तातो भइरहेछ टाउको पनि अनि अघि चाहिँ मैले बिचमा बहिनीलाई भ्लग बनाउनु दिएको थिएँ कस्तो भ्लग बनाएको छ होइन म चाहिँ यता काम गरेँ कि अनि मोबाइल उठाउनु पाइनँ त्यही भएर उयो बहिनीलाई मैले यो बहिनीलाई भ्लग बनाउन दिएको थिएँ कस्तो बनाएको छ त्यस्तो भयो नि हेरिदिनु होला है साथीहरू म हाल्छु यस्तो थोरै यही भन्न चाहन्छु साथीहरू अब चाहिँ म घर गएको अब भरे दिउँसोतिर भेट्छु अहिले चाहिँ घामले पोलेर बोल्न नसक्ने अवस्थामा छु हेर्न सक्नुहुन्छ गाइस म चाहिँ जङ्गल आइसकेको छु बाख्रा हेर्नको लागि होइन काम गरेँ बिहान त्यसपछि भ्लग बनाएको थिएँ नि त बाटो सफा गर्न गएँ त्यसपछि आएँ त्यसपछि जङ्गल आएको साथीहरू बाख्रा गोठला गर्नको लागि जङ्गलमा शीतल छ नि हेर्न घामै छैन शीतलमा त अनि गाइस म चाहिँ अब आजको भ्लग त त्यति लामो छैन होला हौ छोटै सर्ट छ तर मेरो भ्लग पोस्ट गर्दा होइन 15 मिनटको भ्लग पोस्ट गर्न पनि 2 घन्टा जति लाग्छ अनि त्यही भएर म त भ्लग पनि बनाउनु लाग्दैन एक त त्यो ढिलो भएको कारणले किनभने मेरो घरमा त वाइफाई पनि छैन नि त अनि डाटाबाट त पोस्ट हुँदैन नि झन् होइन जिबी चाहिन्छ धेरै डाटा तान्नुपर्छ त्यही भएर यसो पसलतिर गएर यसो दाइहरूको घरतिर गएर वाइफाईमा गएर पोस्ट गर्छु साथीहरू एउटा पोस्ट हुँदैन होइन अब म एकैचोटि तिहारको भ्लग ल्याउँछु तिहारको भ्लग ल्याउँछु मतलब अब
लक्ष्मी पूजाको दिनदेखिको भ्लग जोडेर तिहारको दिनसम्मको भ्लग बनाएर एकैचोटि लामो 1 घन्टा होस् या 2 घन्टा होस् लामो भ्लग बनाएर म एकैचोटि एक दिन ल्याउँछु साथीहरू होइन। सुरुदेखि अन्तिमसम्म हेर्न नभुल्नु होला मेरो भ्लग, त्यही भन्छु होइन साथीहरू। किनभने दिनको दिन ल्याउनको लागि म वाइफाइमा जान भ्याउँदिनँ क्या। अब लक्ष्मी पूजाको दिनदेखि बनाउँछु, लक्ष्मी पूजाको दिन अनि त्यसपछि भाइटिकाको दिन मेरो दाइ आउँदै हुनुहुन्छ भोलि, अनि त्यसपछि एउटा दाइ चाहिँ एउटा दाइ विदेशमा हुनुहुन्छ। अनि एकैचोटिमा भ्लग बनाएर हाल्छु साथीहरू, सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला होइन। अनि यहाँनिर यस्तो घामको पछाडिको किरणले राम्रो देखिरहेको छैन कि भ्लग चाहिँ यही भन्छु होइन साथीहरू। अनि अब धेरै कुरा भन्दिनँ म, हरेक भ्लगमा धेरै कुरा भनिसकेको छु साथीहरू होइन, त्यही भएर म धेरै कुराहरू भन्दिनँ साथीहरू। अब बाख्रा लास्ट हात गल्छ हौ। अनि मेरो हेर्नु नि साथीहरू कस्तो गाउँ निस्केर कस्तो पाकिरहेछ हो, कस्तो दुखिरहेछ, कति नमिठो भइरहेछ साथीहरू। अनि आज मेरो बिहानदेखि झाँगर पनि छैन कि कस्तो ज्यान मरेर आइरहेछ, मन खिन्न भइरहेछ, किन हो किन होइन साथीहरू, अलिक बिस्तारै भन्छ तपाईँहरूलाई होइन। कस्तो जाँगरै चलिरहेको छैन मेरो आज, कस्तो के हुन्छ नि होइन। त्यो कोहीसँग बोल्न पनि मन लागेको छैन, एकान्त मात्रै मन परिरहेछ कि किन साथीहरू, यस्तै चलिरहेको छ मेरो जिन्दगी। सो गाइस अब चाहिँ हामी बाख्रा घर लान लागेको होइन। कति बजेछ अहिले 5 बज्न लागिसकेको छ होइन। अब बाख्रा घर लानु पर्ने छ साथीहरू होइन। कति 2 बजे 2 बजे ठ्याक्कै 2 बजे खोलेको, 3 4 5 बज्न लाग्यो। अब बाख्रा चराउँदै लानुपर्छ साथीहरू। कस्तो जाडो हुन थालेछ हो, असल त जाडो बढिसकेको छ है। अनि लामो रात भएको छ, कति छिटो असल त 6 बजे नै रात पर्छ हौ साथीहरू होइन। अनि 6 बजे नै अचल त रात पर्छ साथीहरू, कति लामो रात भएको छ, छोटो दिन भएको छ नि त। अनि अहिले 5 बजी लागेको छ, झमक्क परिसकेको छ, झमक्क भन्दा नि घाम डुबिसकेको छ। नत्र अरू बेला त 7 बजीसम्म पो उज्यालो हुन्छ त। अनि अहिले 7 बजे त खाना खाएर कोही मान्छे त सुतिसकेको हुन्छ साथीहरू होइन। त्यसैले साथीहरू अब म घर जान्छु, अघि पनि मैले भनिसकेको छु। मेरो भ्लग चाहिँ अब आजको भ्लग भोलि हाल्छु। अनि त्यसपछि लक्ष्मी पूजा कति छ हौ, लक्ष्मी पूजाको दिनदेखि भाइटिकासम्मको भ्लग बनाउँछु एकैचोटि लामो होइन। हेर्न झ्याउ नमानिकन हेर्नु होला होइन, जे जस्तो भए पनि एकैचोटि अब लक्ष्मी पूजादेखि भाइटिकासम्मको भ्लग बनाउँछु कि म चाहिँ। किनभने अब कामको काम हुन्छ घरमा, अनि म भ्लग पोस्ट गर्न आउनु भ्याउँदिनँ वाइफाईमा, डाटामा ढिलो भ्लग पोस्ट हुन्छ नि त। त्यही भएर साथीहरू अब म लक्ष्मी पूजाको दिनदेखिको भ्लग ल्याउँछु भाइटिकासम्मको, अनि हेरिदिनु होला होइन। अनि अब अहिले चाहिँ मेरो काम त यो घाँस दाउरा, गाउँले जीवन साथीहरू यस्तै छ हौ, के हुनु र है। गाउँघरमा घाँस दाउरा गरौँ, घाँस गोठला गरौँ, बस्छु। अब स्कुल आएको छैन अहिले, अब स्कुल 12 गतेदेखि लाग्छ, त्यसपछि स्कुल गयो। यस्तै चलिरहेको छु मेरो जिन्दगी साथीहरू। के भन्छु भने साथीहरू, मेरो भ्लग कसले हेरिराख्नु भएको छ होइन। अनि मैले भ्लग त बनाउन आउँदैन साथीहरू, हल्का फुल्का त्यतिकै बनाइदिएर हुन्छ। अनि कस्तो हुन्छ मेरो भ्लगहरू होइन, साथीहरूलाई सेयर गरिदिनु होला। अनि सब्सक्राइब गर्न भनिदिनु होला होइन। मेरो 70 के पुगे त म त दिउँसै पागल भइहाल्थेँ नि हो। 70 सब्सक्राइबर पुगिसकेको छ मेरो साथीहरू। आज एकजना कसले 70 सब्सक्राइबर पुगेकोमा अनि प्लिज सपोर्ट मी के भन्नुभएको थियो। अनि थ्याङ्क यू दाइ कि दिदी हुनुहुन्छ होइन। मैले हेरेको चाहिँ छैन, नोटिफिकेसन आएको थियो। अब नेट चल्दैन नि त डाटामा, अनि त्यसपछि हेर्नु खोजेको हुँदै भएन दाइ कि दिदी हो। थ्याङ्क यू होइन मेरो च्यानल सब्सक्राइब गरिदिनु भएकोमा। अनि तपाईँको च्यानल पनि म सब्सक्राइब गरिदिन्छु। अनि सपोर्ट एकअर्कालाई सपोर्ट गर्दै जाने हो क्या होइन। अब कहाँ एकैचोटि झप्पै सब्सक्राइबर भ्युवर्स बढ्नुहुन्छ त होइन, बिस्तारै पो अब सब्सक्राइबर भ्युवर्स बढ्नुहुन्छ त। मेरो त फेरि क्यामेरा पनि राम्रो छैन, अब बिस्तारै अहिले त पैसा छैन होइन। अब यो सामान्य फोनबाट त अब क्वालिटी गरेपछि किरमिर आउँछ नि त। सो साथीहरू, अनि अलिक पछि अब पैसा कमाएपछि आइफोन किन्छु, त्यसपछि म भ्लग बनाउँछु होइन, राम्रो भ्लगहरू। अनि क्वालिटी पनि राम्रो आउँछ, यो त हेर्न नि मजा आउनु होला हो। यो किरमिर आउँछ, क्वालिटी नि एउटै राम्रो आउँदैन साथीहरू। त्यही भएर म पछि अब होइन
क्यामेरा अलिक राम्रो किनेपछि राम्रो राम्रो ब्लग गरेर ल्याउँछु, हेरेर साथ दिनु होला साथीहरू। गाइस अब आजको ब्लग चाहिँ म एन्ड गर्छु। मेरो फोनमा चार्ज पनि टिक्दैन, के हो कुनि, जति चार्ज हाल्यो नि चार्ज सके गर्छ। अनि सो गाइस अब आजको ब्लग यसमै एन्ड गर्छु। मेरो ब्लग हेरेर सबैले इन्जोय गर्नु होला। त्यति राम्रो ब्लग त आउँदैन, म अब गाउँघरमा के काम गर्छु त्यही देखेर हुन्छ होइन। अनि अब मैले भनि नै गएँ अघि, 2-3 चोटि भनिसकेँ। अब म एकैचोटि भाइटिकाको भोलिपल्ट ल्याउँछु मेरो ब्लग साथीहरू। अनि आजको ब्लग के कस्तो भयो, जे जस्तो भयो नि हेरिदिनु होला, साथ दिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन। 27 सब्सक्राइबर पुगिसकेको छ मेरो। अनि त्यसपछि साथीहरू हिजो मैले हालेको ब्लग पनि आइसकेको छ, हेर्नु होला। अनि साथीहरूलाई पनि सेयर गर्नु होला। अनि एउटा लाइक गर्न नबिर्सनु होला पक्कै पनि साथीहरू। अब म आजको ब्लग एन्ड गर्छु। मिस यु अल माई फ्रेन्ड, युट्युब फ्यामिली, मिस यु, लभ यु अल, बाई बाई।